हजुर नमस्कार। हजुर नमस्कार। कहाँ पर्यो तपाईको नेपालमा घर? मेरो बर्दिया। बर्दिया कुन ठाउँ जिल्ला कुन? 12 बर्दिया वडा नम्बर 9 अनि म बनगाईमा बस्छु। हजुरको नाम के हो? मेरो सूर्यबहादुर। बनगाई कतिमा बस्नुहुन्छ म वार्ड नम्बर 9 मा। उहाँ हजुरको बुढी हुनुहुन्छ? हजुर। तपाईको कहाँ हो घर? 12 के रे बर्दिया। बर्दिया। अनि अहिले कुन ठाउँमा हुनुहुन्छ हजुर? म अहिले हेदराबाद। हेदराबादमा के काम गर्नुहुन्छ? म वाचम्यान गर्छु। वाचम्यान भन्दाखेरि कसो ड्युटी गर्नुहुन्छ? हजुर ड्युटी गर्छु। झाडु पोछा लाउने, गाडी धुने। झाडु पोछा गाडी धुँदाखेरि अलि केही महसुस गर्नुभयो कि भएन? हो अलि ठिकै छ भनौँ अब त्यसमा। हाम्रो नेपाल सरकारले केही गर्नुपर्छ भन्ने हामीलाई केही तपाईलाई छ? अब उद्देश्य भए त गर्ने हो। अब उद्देश्य छैन। अब अहिले अब परिस्थिति यस्तै भइरहेको छ। अनि अब सरकारले पनि नगर्ने नटेर्ने त्यस्तै छ। अब हामी दुखी गरिबहरूको जिन्दगीमा यस्तै पर्छ। अनि तपाईँ यो प्रवासमा के काम गर्नुहुन्छ? घर घरमा झाडु लाउने, पोछा लगाउने, भाँडा मिच्ने, अरू के गर्ने। अब जहाँ गए नि दुःख गरेर खान छुट्या छैन, दुःख गर्नु पर्ने हो। अब राजा आए पनि हामीलाई त्यही दुःख हुन्, कोही अरू प्रधानमन्त्री आए पनि हामीलाई तिनी दुःख हुन्। अब जो केपी ओली आए पनि सेपी ओली आए पनि सब आफ्ना आफ्ना भुनी सेप्ने हो न। हामी जस्ता थियौँ त्यस्तै त अन्त जहिले पनि हामीलाई इन्डिया नभएसम्म न ढुङ्गो माटो नबोकेसम्म न झाडु पोछा नगरेसम्म हाम्रो जिन्दगी चल्दैन कट्दैन। अब यस्तै जिन्दगी। हामी प्रवासमा पनि दुःख गरेरै पालिएका छौँ। हामी त नेपाली जनता त हौँ, तर जनताको नाममा हामी अर्काको देशमा आएर अर्काको ठाउँमा आएर दुःख गरेका छौँ, भाँडा घसेका छौँ। अरूको भनाइ छ तपाईँको? नेपाल सरकारले केही हेभन्दा अहिलेसम्म भन्दा हेभन्दा पछि केही राम्रो गर्ने भन्ने केही आश छ? केही छैन। आफ्नो जिन्दगीमा आश छैन के अरे। भयो भने चाहिँ कहीँ छोरा नातिका पालामा हुन्छ कि त्यो थाहा छैन। हुन चाहिँ अवश्य पर्छ। हुन्छ कि हुन्न त्यो थाहै छैन। कसैले लेखेर दिएकै छैन। अब हामीलाई खै त अहिलेसम्म कसैले ल जो राजनीति आए पनि ल चिया खाऊ भनेर 5 रुपियाँ कसैले दिन्नन्। अब नेताहरू पनि जब आफूलाई पढाए बेला हात पाउ जोड्दै आउँछन्। भोट चाहिए बेलामा भोट हालिसक्यो भनेपछि नेताहरू ठोकिएर हिँडे पनि पछाडि फर्केर हेर्दैनन्। प्रवासमा दुःखै छ, अरूको घरमा काम गर्नु दुःखै हो। दुःखै त छ त। सुख भयो भने अब राजनीति के अरे नेपालमा नेताहरूले राम्रोसँग हेरे भने जनतालाई राम्रोसँग अब भोट जस्तै भोट माग्ने बेला आउँथे, अब सेवा चाकरी गर्थे, त्यस्तै अघि पछि पनि अब रोजगारी दिए भने अर्का ठाउँमा आएर किन यस्तो दुःख गर्नु पर्थ्यो? मरे पनि नेपाली मरे पनि जुन जग्गामा नेपाली मरे पनि कुकुर मराइ छ, कसैको कोही मतलब छैन, भेल्यु छैन। अब यहाँभन्दा अब के भन्ने हो र? अब यो भिडियो फेसबुक युट्युबमा राख्यो भने केही के भन्नुहुन्छ फेसबुक युट्युबमा हेर्ने मान्छेलाई? उहाँलाई धेरै धेरै धन्यवाद भन्छु। उहाँलाई धेरै धेरै धन्यवाद छ हामीलाई सुझाव सल्लाह दिएको हुनाले। अझै पनि सुझाव सल्लाह मिल्छ भन्ने हामीले आशा गरेका छौँ, आशा गरिरहन्छौँ र यही हो। तपाईँ के भन्नुहुन्छ हेर्ने मान्छेलाई? के भन्ने हो र? धेरै धेरै धन्यवाद भन्ने, अनि त्यहाँ त अगाडि बढाइदिनुहोस् भन्ने। अब सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। हाम्रो प्रवासमा बस्ने नेपालीका दुःख पीडा साह्रै छन्। नेपाल सरकारले अलिकता भए पनि हामी एउटा नेपालमै रोजगारी भएको भए केही गर्ने थियौँ। आफ्नै देशमा हामीले बिहान उठ्दै अर्काको घरमा भाँडा धुनुपर्छ, अर्काको काम गर्नुपर्छ भन्ने पीडा नेपालीका दुःख प्रवासको गल्ली गल्लीमा गएर सोध्ने गरेको छु। तपाईहरुले यो भिडियो ज्यादाभन्दा ज्यादा शेयर गर्नुहोला, लाइक गर्नुहोला। यदि युट्युबमा तपाईहरु भिडियो हेर्नुहुन्छ भने युट्युबलाई सब्स्क्राइब गरेर अनेक अरू साथीहरूलाई पठाउनु होला भन्न चाहन्छु। मेरो नाम मदन बुल हो। तपाईहरुले ज्यादाभन्दा ज्यादा यो फेसबुकमा, इन्स्टाग्राममा जेमा हेर्नुहुन्छ तपाईहरुले शेयर गर्नु होला भन्न चाहन्छु। नेपालीका पीडा यसरी न म नेपालीको रुमरुममा गएर पीडा बुझ्ने छु भन्दै तपाईहरुमा अझ फेरि पनि अर्को रिसोर्ट लिएर म तपाईहरु माझमा आउने छु। फेरिको त्यहाँसम्मको लागि तपाई जुटिनु होला। छुट्टिने छौं। धन्यवाद, नमस्कार।